आज हामीहरू बुर्ज खलिफामा छौँ, खाँदैछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ धेरै पछि चाहिँ भ्लग बनाइरहेको छु म। धेरैभन्दा पनि धेरै पछि, किन भन्दाखेरि लगभग एक महिना जति नै भयो होला मैले भ्लग नबनाएको। अब आज स्पेसल डे पनि छ, त्यही भएर बनाइरहेको छु म। आज मेरो आफ्नै बर्थडे छ। अस्ति भाइको बर्थडेमा चाहिँ हामीले जसरी रमाइलो गरेको छौँ त्यसरी नै गर्ने विचारमा चाहिँ आज मैले भ्लग सुरु गरेको छु। आज चाहिँ धेरै मान्छेहरू छैनन्, त्यति धेरै गेस्टहरू छैन होइन, थोरै त्यति धेरै आएका छन्, तर फ्यामिली मात्र छन्। अब हाम्रो ठुलो मम्मी भयो, ठुलेडीहरू भयो, अनि आएका चाहिँ दुई चारवटा पुच्चापुच्चीहरू, अनि हाम्रो घरको, अनि डेली चाहिँ ड्युटीमा हुनुहुन्छ, अहिले एकछिनमा आउनुहुन्छ होला। अनि हामी त्यतिजना हो, अहिले केही छैन। तर मान्छे कम भए पनि रमाइलो धेरै गर्ने चाहिँ हाम्रो मेन विचार हो क्या। अनि त्यही भएर आज मैले भ्लग सुरु गरिरहेको छु। अब एकछिन माथि लैजान्छु, अनि यसो हेर्छु त्यहाँको वातावरण के छ भने सबै कुरा देखाउँछु। सबै कुरा रेडी भइसकेको छ, तर यति हो कि योपालि अस्तिको भन्दा चाहिँ कम मान्छे आएको छन्, त्यति हो फरक। अनि केक पनि आइसकेको छ, नयाँ कुरा सब रेडी भइसकेको छ। अचार बनेर चाहिँ गोपाल यस्तो दामी अचार बनेछ। अनि यहाँ चाहिँ पुरी रेडी भइसकेको छ सबै। दिपेश, वेलकम टु माई बर्थडे। अर्कै छ दाजु हालखबर? धन्यवाद। के छ तेरो हालखबर? ठिक छ। खै ह्याप्पी बर्थडे नै। ह्याप्पी बर्थडे टु यु। अनबक्सिङ किन अहिले त नि गर्ने? बर्थडे बोय का इज्जत ही नहीं है, मुझे बर्थडे बोय का इज्जत ही नहीं है। कसरी इज्जत नै है? मेरो इज्जत नभए त यहाँ आउँथिस्? ल अनबक्सिङ फोटो हाल्नु। यसो आउँछ कि फोटो एक कागज हुन्छ माथि। यसले त पुरै धामधुम गरेर त फोटोको त हेर्नु कस्तो लाग्यो मम्मी केक भाइको? खै के रे? ह्याप्पी बर्थडे ब्रदर। अरे ए मेरो पनि कस्तो लाग्यो यो भन् ल। मलाई यहाँबाट देखिन्छ, यहाँबाट देखिन्छ। त अघि त्यही भएर चाहिँ हामी सबैको फोटो छ कि छैन भन्ने। मैले यसमा तेरो र मेरो मात्रै हाल्न खोजेँ हौ। फेरि अझ आज सबैसित पहिली बार गरी अनि यही लाग्छ। घुमन्टे राउटे घुमे हुने राउटे हो थाहा छ कि नै? ओफ 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 1000 अझ सिद्धिला हाले। टेबल ढाला लो ए उतै गएर लगाइदेला झा, पारै घुम्बैला हो त्यही झा। जल्दी लाँदो चलो लो। ए सर जल ला ल मित्रौँ, के कसो छ तयारी? ठिकै छ। निकै भयो? टिका त लाउनु नसक्यो त मैले त। यही गर्नु हेर नि, हेर्नु
के हो गरिमा बोइ हेर त जरा के भन्यो भन् त यहीको के हो अस्ति भन्नु थियो त म भन्दैन नाम भन् त यहीको पनि छ त के छिटो भन् दीक्षा हो के हो भन्न भन् हेर के भयो बिर्सिया नाम हेर्दै कि तनाइ भन्ला यहीको हेर त ए हिमे यहीको टिका समाज छैन दीक्षा उई त्यसले भन्छ दीक्षा त्यतिकै ल मेरो त हो तिमीले त दुईको दीक्षा त दुईको दुवैको सँगै होला यसको एउटैको पछि हो डुगाडाको परेले के हो त्यो ए डुमक करेली भने डुमक करेली के हो ए डुङ्गेर जनरोहरूलाई के यहाँ कहीँ नै जाने यहाँ भन्नु दिएन हाम्रो के बाँड्ने तरिका आइज हिमे तँ के हाँस्नु लाइट होला गाइज गाइज भनेको गाई भन्न खोजेको कि भैँसी भन्न खोजेको मेरो यहाँ बुर्ज खलिफा खाना हो यो छ खाना कसो रेडी कसो छ खाना के भयो के भयो मैले खुर्सानी खाएको लाइक नगर्नेको लागि खुर्सानी खाएको किन खाएको तिमी खुर्सानी गाई हामीहरू बुर्ज खलिफामा छौँ खाँदैछौँ हेर्दा चन्द्रमा के अरे कति नजिक हो इ चन्द्र पनि बुर्ज खलिफाको अगाडि टेक्नोलोजी खालि त्यतिकै टेक्नोलोजी किन हामीहरू बुर्ज खलिफामा छ नि त त्यही लागि टेक्नोलोजी इ टेक्नोलोजी 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 के भयो त नि टेक्नोलोजी यहाँ यो बनाएको बुर्ज खलिफाको अमिर दादा रे यहाँ मेरो घरमा यस्तो अमिर दादा थिए देखिसकेका छन् यहाँ अमिरको गाडी यहीँ बस्थ्यो तिनीहरू इ यो गाडी हो अब म चलाउँछु बौला हो अरे काम लाग्यो हेर्नु काम लाग्यो त्यसले जरा पड्काउँदैन है पड्काएन त्यो बनाउनु लाग्छ त दबगेल केकमा भयो होला फोटो बाई बाई सबैलाई फाइनली बर्थडे सक्यो अनि सबै चाहिँ घर गइसक्नुभयो अब हाम्रो भने चाहिँ यस्तो छ पुरै मिलाउनु पर्ने छ सामानहरू जताततै यता लथालिङ्ग भएको छ आन्टी ठुलो मम्मीहरू चाहिँ भाडा धुँदै हुनुहुन्छ अनि ठुलेडी घर गइसक्नुभयो अनि त्यो फुच्चाफुच्चीहरू सबै घर गइसक्नुभयो पुरा टिका लगाएर ल ठिकै गएन त्यहाँ मम्मी यहाँ हेर न टिकै गएन त यतातिर सब एलर्जी हुन्छ कि अरू त त्यसले धोया त नयाँ जे गर्दा पनि जहाँ गएन त्यहाँ टिका त छ्या पुरै यस्तै लागेछ अब भोलि कसरी मुख देखाउने होला बाहिर छ्या जान्न क्या हेर एक दुई दिनसम्म त म यस्तै रहन्छु कसरी निकाल्ने होला त्यहाँ ल जे आजको बर्थडे दामी भयो मजा आयो आजको लागि यति नै अब कुनै दिन नयाँ भ्लगमा भेटौँला टिल देन बाई सी यू सुन